यहाँ हेर्नु होला 2 बजी राति बिहान त भएको तर राति छ स्टडी गर्ने हो खतरा हेर्नु 239 खोइ कस्तो खाले क्यामेरा 239 होइन एम छ एम आयो 239 अनि एम बिहानको यो के हो प्रोजेक्टाइल पढ्दैछु अनि टक्कै अनि म्याथमेटिक्स सिक्वेन्स एन्ड सिरिज एक्ज्याक्टली स्टडी गर्ने क्या लेट नाइटसम्म जेसुकै होस् इक्जाम होस् कि नहोस् कि खतरा पढ्ने हो यस्तो हान्ने हो स्टडी अनि यो केमिकल इक्विलिब्रियम स्टडी हान्ने खतरा नोट पढ्ने हो केपी एन्ड केसीको रिलेसनसिप सबै पढ्ने हो खतरा अनि अरू के छ कार्बनहरू त अलिअलि सामान्य पढ्ने हो यस्तो खतरा पढ्ने हो कि फर्स्ट डिरेक्टली फर्स्ट नै हो अर्कै नहुने फर्स्ट बाइक अर्कै नहुने सेक्रेटरी पढ्ने हाफ पढ्ने ओके अरूलाई कसलाई नभन्ने राति अथवा बिहान उठेर पढ्नु आफ्नो मर्जीले गर्नु काम जे गर्न मन लाग्यो आफ्नो मर्जीले गर्नु बट पढ्नु एकदम खतरा कमब्याक हान्नु यस्तो खतरा कमब्याक हान्नु कि है साथीहरू छक्क उसका सबै साथीहरू छक्क हुन्न त्यो खतरा हान्नु कि कमब्याक मेरो भोलि रिजल्ट डे हो कस्तो हुन्छ हेरौँ रिजल्ट कस्तो हुन्छ म्याथमेटिक्स त बेस्ट भएको छ फिजिक्स पनि ठिकै हो केमिस्ट्री पनि ठिकै हो सब ठिक छ हेरौँ ए प्लस फिक्स धेरै हुन्छ होला मार्क्स होला हेरौँ एक्सपेक्टेसन चाहिँ ए प्लस माथि नै हो एक्सपेक्टेसन चाहिँ ए प्लस माथि हान्ने हो क्या यस्तो हान्ने पढाइ चाहिँ नि स्टडी यस्तो हान्ने हो कहानी यस्तो हान्ने हो नि प्र्याक्टिस गरे गर्दै फ्याल्दै गर्ने क्या साथीहरू यस्तो हान्नु पर्छ कसरी खतरा नहोला कसरी कन्सेप्ट क्लियर गर्ने जसले पनि केस सोध्ने भयो नि म यसलाई टप्ने जित्ने सोध्ने होइन त्यो हुन्छ आफै हुन्छ त्यो टप्ने आफै हुन्छ बट तपाईँले आफ्नो पढाइलाई राम्रो पार्नु पऱ्यो आफ्नो कन्सेप्ट क्लियर पार्नु पऱ्यो म कसरी कन्सेप्ट क्लियर पार्ने भनेर सोच्नु पर्दो त्यो टल्ला टप्ने होइन त्यो माइन्ड सेट त लिने होइन कसरी म यो यसको मेन कुरो कसरी म लिनु कसरी म यसको भित्रको कुरो